समेत गाउँपालिकाको उपप्रमुख उपाध्यक्ष र नगरपालिका प्रमुखलाई दिएको हुन्छ। म यहाँलाई के चाहिँ अनुरोध गर्न चाहन्छु भने सबैभन्दा चाहिँ यो अनुगमनको पाटोमा चाहिँ आयोजनाको कुरामा चाहिँ कुन चाहिँ आयोजनाले हामीलाई बदनाम गराएको छ भने सङ्घ र प्रदेशको आयोजनाले। सुन्नुहोस् है, सङ्घ र प्रदेशको आयोजनाले है, किनभने स्थानीय तहमा बढीमा 10 लाख 15 लाखको हाम्रो योजना हुन्छ जहाँ उपभोक्ता समिति आफैले गरेको हुन्छ है। त्यहाँनिर हेर्ने वडा कार्य समिति हुन्छ है, उपप्रमुखको के अरे चाहिँ संयोजकमा समिति हुन्छ, हाम्रो प्राविधिकहरूको टोली हुन्छ। हामीले नगरपालिकाभित्रमा आयोजना गरेको आयोजनाहरूको चाहिँ यस्तो भयो उस्तो भयो भनेर मलाई गुनासो आएको चाहिँ मैले विद्यालय भेटेको छु र हरेक वडामा 10 लाखदेखि 15 लाख 20 लाख 25 लाखको चाहिँ सङ्घ र प्रदेशको आयोजना चाहिँ यसले छरेर बाँडेको छ। त्यो आयोजनाहरू चाहिँ लथालिङ्गै छ है। त्यसको अनुगमन आउँदाखेरि हामीलाई सम्पर्क पनि गर्दैन है। बल्ल बल्ल चाहिँ हामीले कुरा उठाउँदा बदनामै गयो कि तपाईँले योजना दिनु भएको छ के अरे चाहिँ, तर त्यो योजना चाहिँ को गुणस्तर भएन भनेर चाहिँ तपाईँको कारणले गर्दा हामी स्थानीय तहले चाहिँ ठुलो पीडा भोग्नु परेको छ, अफसोस हामीले सहनु परेको छ भनेर हामीले कुरा उठाउँदा बल्ल बल्ल चाहिँ एउटा चाहिँ के अरे योजना अनुगमन कार्यविधि भनेर प्रदेश सरकारले पास गरेको छ, सबैलाई थाहा छ। त्यो कार्यविधिमा पनि स्थानीय तहको मेयर वा उपमेयर भनेर राखिदिनु भएको छ क्या होइन कि दुवै राखिदिनु भएको भए हुन्थ्यो, किनभने आयोजनाको प्रमुख त हामी हो नि त अनुगमन समितिको, कि दुवै राखिदिनु भएको भए हुन्थ्यो कि नगर प्रमुखहरू अध्यक्षहरू अभिभावक भएको कारणले गर्दाखेरि यो अनुगमन समितिको समेत प्रमुख उपाध्यक्ष उहाँहरू चाहिँ अनिवार्य हुनुपर्छ है भनेर उहाँले हामीलाई समेट्थ्यो होला क्या। त्यसैले हामीले जहिले पनि भन्ने गरेका छौँ कि हामी चाहिँ ओझेलमा पढ्यौँ र धेरै नागरिकको गुनासो हामीले सुन्नु पऱ्यो, हामीसँग जवाबै छैन। ठेकदार पनि उपमेयरसँग भेटै हुँदैन हेर्नुहोस्। अनि अब कि मेयर कि त्योभन्दा माथिको अब अध्यक्ष कि अब मन्त्रीहरूबाट चाहिँ आएको हुन्छ। त्यस कारणले गर्दा यो गुनासो चाहिँ म यहाँलाई अनुरोध गर्न चाहन्छु कि नगरपालिकाभित्र भएको आयोजनामा त्यस्तो कतै गुणस्तरमा समस्या भयो, कतै त्यस्तो चाहिँ राम्रो भएन भन्ने खालको कुरा चाहिँ मलाई आस्तो लागेको छैन। यदि आएको छ भनेदेखि चाहिँ यहाँले मलाई चाहिँ भनिदिनु होला। मैले कहाँ चाहिँ मेरो पनि 2टा आँखा छ होइन, सबै ठाउँमा मैले चाहिँ त्यो राम्रोसँग हेर्न नसकेको पनि हुन्छु। यदि त्यो छ भने यहाँले समयमै जो कोहीले पनि यहाँले मलाई सम्पर्क गरेर फलाना आयोजना चाहिँ अलिकति समस्या देख्यो है, मैले प्राविधिकले पनि भन्ने गर्छु होइन। किनभने हामीहरूको चाहिँ अनुगमन पारदर्शी हुनुपर्छ। इस्टिमेट अनुसारको काम पहिला नागरिकलाई बुझाइदिनुहोस्, किनभने धेरै जस्तो उपभोक्ताको गुनासो के छ भने म अनुगमन जाँदाखेरि इस्टिमेट बनाइदिनु भयो अनि त्यो इस्टिमेट चाहिँ अब इस्टिमेटको भाषा प्राविधिक भाषा बिचरा के अरे चाहिँ हाम्रो उपभोक्ता समितिले बुझेको हुँदैन क्या। त्यो बुझ्नु नसक्दा पनि इस्टिमेटभन्दा तलमाथि गर्दा पनि कतिपय भुक्तानीहरू काम भएको छ, तर त्यो भएको कामको भुक्तानी के भएको काम अनुसारको भुक्तानी गर्न नसक्दाखेरि धेरै जस्तो उपभोक्ता समितिको पैसा धेरै काट्यो। ल न तपाईँले भनिदिनु पऱ्यो अब मैले त्यो इस्टिमेटभन्दा माथि पैसा दियो भन्न त म सकिँदैन, त्यहाँ नियम छ, कानुन छ, विधि छ। अब मलाई दया त लाग्छ नि ऊ बिचरा उहाँको म फिर्मा काम पनि भएको देख्छु क्या। त्यसैले मैले सबै उपभोक्ता समितिलाई के भन्छु भने तपाईँहरू त्यो प्राइभेटले दिएको इस्टिमेट बरु 10 पटक पहिला काम गर्नुभन्दा अगाडि बुझिदिनुहोस्। हच्चोको घरमा के अरे आफैले चाहिँ काम गर्दाखेरि काम राम्रो भए तापनि तपाईँको काम अनुसारको चाहिँ भुक्तानी नपाउँदाखेरि तपाईँहरू घाटामा परेको तपाईँहरू समस्यामा परेको कुराहरू चाहिँ हाम्रो नगरपालिकाको आयोजनामा चाहिँ मैले भेटेको छु। अर्को कुरा चाहिँ तपाईँलाई अघि पनि भन्नुभयो, प्रधानमन्त्री दाइले पनि भन्नुभएको छ कि अब काम सम्पन्न भयो भुक्तानीमा साह्रै कठिनाइ होइन। अब सबैभन्दा पहिलो कुरा हेर्नुहोस्, अब हाम्रो प्रकाश दाइहरू जस्तो मान्छेलाई त बिल भरपाई मिलाउन कति गाह्रो छ भने त्यो घरको चाहिँ के अरे चाहिँ नयाँ उपभोक्ता समितिहरूलाई त्यो बिल भरपाई कसरी बनाउने भन्ने ज्ञानै छैन क्या। अनि उहाँहरू आफ्नै तरिकाले बिल भरपाई बनाएर ल्याउनुहुन्छ, लिएर आएको हुन्छ। अब त्यो हाकिमले इन्जिनियरको आँखाले त्यो बिल भरपाई सही देखिँदैन, फेरि जानुहोस् अर्को बनाएर ल्याउनुहोस्, फेरि जानुहोस् अर्को बनाएर ल्याउनुहोस्। यस्तो पाराले पनि धेरै दुःख नागरिकले भोगेको छ है। त्यस कारणले मैले प्राविधिकहरूलाई पनि म हाम्रो चाहिँ प्राविधिक शाखाका प्रमुख कारणले गर्दाखेरि तपाईँले हरेक वडाको प्राविधिकहरूलाई बिल कस्तो चाहिने होइन, ब्यान बिल हो कि भ्याट बिल हो कि त्यो पनि तरिका चाहिँ सिकाइदिनुहोस् क्या, ताकि त्यहाँ आइसकेपछि दुःख नगाउँ। हाम्रो कारणले हामीले नभनिदिएको कारणले गर्दाखेरि यहाँको 13-14 नागरिक हेर्नुहोस् त गोर्खा नगरपालिका पुग्नु कम गाह्रो छ नि त। गोर्खा नगरपालिका धरेर 20 मिनट 25 मिनट
लाग्छ अथवा ट्याक्सीमा जाउँ भने 300 रुपियाँ लाग्छ जुन 100 रुपियाँमा हामी गोथा बजार पुग्छौँ कि नगरपालिकाले हाम्रो नागरिकको पहुँच छैन हामीले देखेको कुरा हो नि त। त्यसैले यो उहाँहरूको कुरा चाहिँ हामीले सुनिदिनुपर्छ है। त्यो विषयमा चाहिँ हामी सबै वडा अध्यक्षहरूले पनि यसमा भूमिका निभाउनुपर्छ कि सबै वडा कार्य समितिहरू चाहिँ सम्झौता गर्न वडामा जाने भएको कारणले गर्दा बिल भरपाई कसरी बनाउने भन्ने कुरा चाहिँ सचिवले पनि वडाको प्राविधिकले पनि त्यहाँ भूमिका खेलिदिनु भयो भने नागरिकले दुःख पाउने छैन कि भन्ने कुरा चाहिँ मैले यहाँलाई अनुरोध सहित निवेदन पनि गरेँ।